guys, welcome back to our new video जहाँ हामीले गर्नेछौँ चेस्ट। हजुरलाई धेरै स्वागत छ आजको भिडियोमा जहाँ हामीले हानिरहेको छौँ मिन्स के हान्नेवाला छौँ चेस्ट 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 यो जो आज मजेदार हुनेछ किनभने धेरै जस्तोलाई जोलाई पनि चेस्ट हान्न मजा लाग्छ। सबसे फेभरेट मसलभरिमा हान्न मजा आउने भनेको चेस्टै हो सबैलाई। सो केटाहरू आज चेस्ट हो। अनि आजदेखि चाहिँ हाम्रो रुटिनमा अझ एउटा मसल थपिएको हुन्छ। जो मसल मैले गर्नेछु ट्राइसेप, चेस्ट ट्राइसेप हान्नेछौँ। आज दुईवटा मसल ट्रेन गर्नेछौँ हामीले, जसको वर्कआउटको इन्टेन्सिटी त उही हुन्छ बट भेरिएसन कम हुन्छ अनि सेट कम हुन्छ बट इन्टेन्सिटी उही हुन्छ। फेलियर हान्ने हो, मस्त हान्ने हो। अनि आज चाहिँ यो हप्ता क्याम्पस जाने भनेको आज क्याम्पस गएको थिएँ म। अनि क्याम्पस गएँ। आज चाहिँ यस्तो भयो कि क्याम्पस जाने भने अब छिटो उठ्यो भए त अब भ्लग बनाउने एकदम रेडी हुन्थेँ। हतारमा गइगयो, ढिलो उठेको। त्यही भएर भिडियो सोचेन अलि लामै धेरै निन्द्रा नपुगेर गाडीमै म्याजिकमा गएको थिएँ। म्याजिकमा सुते पुगेको क्याम्पस थाहै नै। त्यही भएर अब भोलि पर्सिदेखि अब क्याम्पस गएको पनि भिडियो बनाउँछु। भोलि पर्सि पनि जाने हो क्याम्पस। केटाहरूले आउने यो हप्ताभरि आऊँ भनिरहेछन्। क्याम्पस अब आउन सुरु गरौँ भनिरहेछन्। सो एडमिसन खुले छैन, त्यही भएर अनि खुल्छ कि नै अब भोलि कुरा हुन्छ। अब एडमिसन खुल्यो भने अब यो फ्राइडेसम्म एडमिसन गरिहालौँ। अनि त्यसपछि राम्रो हुन्छ। अर्को हप्तादेखि होली अर्को हप्ता कहिले हो होली पनि थाहा छैन। जहिले भयो नि हामीलाई के, हाम्रो त रेगुलर जिम आउने, जिम त्यही गर्ने हो, वर्कआउट गर्ने। सो मैले अनि गएको हप्तादेखि मैले अब एक टाइम सादा खाना खाइरहेको छु, एक टाइम अलि घरमा जे बनेको त्यही खान्छु, एक टाइम चाहिँ रातिको चाहिँ एकदम सादा बोइल खाइरहेको छु। सो आज सन्डेदेखि चाहिँ सन्डे लास्ट हो। त्यसपछि मन्डेदेखि मैले दुई टाइमै एकदम सादा, अलमोस्ट जति सक्छु त्यति सादा। जो मैले अलमोस्ट दिनभरिमा जति कम गर्न सक्छु त्यति चिल्लो र त्यति कम फ्याट भएको खाना खान्छु। सकेसम्म बाहिरको कन्ज्युमै गर्दैन म। बाहिरको खानाहरू केही पनि कन्ज्युम गर्दैन। सो हल्का देख्न सक्नुहुन्छ क्यामेरामा देखिरहेछन् हौ। सो आजको धेरै गफ नहानौँ, दुईवटा मसल ट्रेन गर्ने छ। सो वर्कआउट सुरु गरौँ। हान्ने चाहिँ मैले बेन्च प्रेस हान्छु, डम्बल प्रेस हान्छु। अप्परको लागि मिडलको लागि बेन्च प्रेस, अप्परको लागि डम्बल प्रेस अनि लोवरको लागि केबल फ्लाईको हान्छु। अनि त्यसपछि बस जो मैले हानिरहेको छु। अनि ट्राइसेपको चाहिँ डम्बलमा हान्छु। अनि त्यसपछि रडमा हान्छु, कर्ब रडमा। एन्ड त्यसपछि रोपको हान्छु। बस त्यति हो। दुई तिन आई गेस यतिले हुन्छ। इन्डिङ चाहिँ 3 हान्छु। अनि चेस्टको त्यो 3 सेट 2 सेट यतिले। अब त्यही हो। सुरुमा फर्स्ट सेट त्यो वार्मअप सेट हान्छु, जोमा अब त्यो मेन सेट चाहिँ 2 हान्छु। वार्मअप सेट चाहिँ 8 ऱ्याप मिठो हान्छु। अनि सरला तताउँछु। अब स्ट्रेचिङ गरौँ। सोल्डरमा हल्का पेन भइरहेछ मेरो। बेन्च प्रेस आज चेस्टमा अलिक टेन्सन भइरहेछ। हिजो स्ट्रेचिङ गर्ने बेला पनि फिल भइरहेको थियो, अलि स्लाइडली पेन भइरहेको थियो। अनि आज पनि बिहान यस्तो मुभ गर्ने बेला अलिक कडक किर आवाज आइरहेको थियो। अनि सोल्डरको यो बिचतिर ह्यान्डीहरू दुखिरहेछ क्या।
देखिरहेको छ कि नि हजुरलाई यहाँ बिचतिर दुखिरहेको थियो अनि अहिले पनि दुखिरहेछ अलिअलि हेरौँ त्यति धेरै डिस्टर्बेन्स नदियोस् त्यति मेरो सेटमा अनि डिस्टर्ब नगरोस् त्यही हो सो आजको वर्कआउट सुरु गरौँ सी यू इन वर्कआउट गाइस ला Hey, bro, crank it up. Wow. 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 Man, I got nobody. I don't know about that, but you know how we do right here. Better let me say tonight. I done fucked up, brother got me hacked up. Baby, you real lucky that she got a lot of magic. Baby girl, it hacked up. Baby, you gon' keep it in a peanut, we don't trust you. I'm a motherfucking mud point link, so don't know one thing about me. No, I got my boots. I'm a motherfucking baller. I won't leave with you. I'ma pull off on that shawty. She just ran my finger. I'ma work with that, I'ma step the beat. Bitch, I'm starting to talk to you, can't, I don't get no fuck. I don't play bigger fuck with something, bitch. I cut a baby with your dick, and I'm quick to bust a beach. Bigger, what the fuck you just said, bitch? You just wanna ball with it, I'm a bad, I'ma whip the beach. Bitch, if I crash out, you gon' have to call the law for me. Send them blitz out, you gon' come back to the down. So roll his ass up on that pound, whip on down zone. Go down the yet, like my one for a down zone. Go down the yet, like my one for a main zone. Tangled with over king on the down zone, down zone, down zone, down zone, down zone, down. What's up guys? आजको वर्कआउट भइसकेको छ जसमा आज हानेको थियौँ हामीले चेस्ट एन्ड ट्राइसेप जसमा मिठो पम्प आएको छ पम्प र मिठो सेपरेसन आइरहेछ चेस्टमा मिठो उत्यो भइरहेछ हजुरले हेर्न सक्नुहुन्छ आजको वर्कआउट मिठो एकदम मिठो झकास 10 आउट अफ 9 भन्छ किनभने वर्कआउट राम्रो भयो खोजेको मौसममा लागेछ इन्टेन्सिटी फेलिरहेको छ हर मौसममा बट स्लाइटली स्ट्रेन्थ घटे जस्तो छ मलाई फिल भइरहेछ लास्ट वान ऱ्यापमा पहिलाभन्दा अलि बढी पेल्नु परिरहेछ र एक ऱ्याप घटेको छ त्यसै कारणले मेरो स्ट्रेन्थमा एकदम म्यासिभ त नै एक ऱ्याप घटेछ जसमा फिनिसिङ ऱ्यापमा चाहिँ अलिक बढी हल्का सा लाइटली बढी पेल्नु परेछ मैले नोटिस गरेँ त्यो चाहिँ साइड चाहिँ स्ट्रेन घट्यो भन्दा पनि मेरो सोल्डरमा हेरेर पेन भइरहेको थियो त्यसै कारणले पनि हुनसक्छ मैले त्यति आज त्यति हेभी पनि हानेन त्यति इन्टेन्सिटी चाहिँ त्यस्तै भयो त्यति वेट आज त्यति हेभी हानेन त्यसै कारणले थोरै वेटमा बडी ऱ्याप मिठो हाने आजको वर्कआउट चाहिँ एकदम राम्रो गइरहेछ अहिलेसम्म वर्कआउटहरू अनि ट्राइसेपमा चाहिँ मिठो हजुरले हेर्न सक्नुहुन्छ अनि चेस्ट पनि हेर्न सक्नुहुन्छ आजको खास आज नयाँ खबर चाहिँ म क्याम्पस गएको जसको आज भ्लग बनाउनु पाएन किनभने आज हतारमा गएको क्याम्पस सो भोलिको यो हप्ता सायद रेगुलर जान्छु होला म क्याम्पस एन्ड त्यही भएर एउटा भ्लग बनाउँछु जसमा चाहिँ अब त्यो दिन चाहिँ म यताउता घुम्ने बेला यो हप्ताभरि म कतै यता केटाहरूसँग यताउता डुलेँ भने त्यो भ्लग चाहिँ बनाउँछु तर त्यहाँ क्लास बस्यो त्यो के बनाउनु त्यसमा त्यति मजा पनि आउन हजुरलाई सो म क्याम्पस गएर यताउता कतै केटाहरूको खाने के त घुम्ने प्लान छ भने सानो क्लिपहरू त्यो त ट्युनहरू हालेर म हजुरलाई देखाउने छु एन्ड आज चाहिँ ढिलो उठ्यो किनभने ढिलो उठ्ने बानी परेर आज त्यसै कारणले भोलि चाहिँ छिटो उठ्नु पर्ला मच्छर गर्मी सुरु भइसक्यो मच्छरहरू खतर लागेर छ जस यहाँ पङ्खा छ वर्कआउट हाल्नु बेला पङ्खा चलाइदिने मच्छर छिटो उठ्दैन बट गर्मी पनि हुन्न त्यति अनि हमेसा जस्तै आज अनि एक्लै यता जो साथी आउँथ्यो नि साँझ लास्टतिर साँझतिर 3 साथी चाहिँ बिरामी भएर नआएर रहेछन्
त्यो र अब अहिले सन्चो छ अब बिरामी भयो भने अब पसल पनि छ त तिनले पसल पनि हेर्छन् त्यसै कारणले मैले पसलमा भेटेँ देख्दैन अस्ति नै भेटेँ थिएँ तिमीले भने म बिरामी थिएँ यताउता अब आउनै पर्ने पनि छैन अब जुन दिन आउनु मन लाग्यो होला आऊ अलिअलि तन्क्यौ जाऊ अब हामीलाई के हामी आउने हो हामी गर्ने हो हाम्रो गौरै हो मैले आज चाहिँ भोलिदेखि 2 टाइमै बोइल एकदम सादा खाना हल्का त्यो इन्टेन्सिटी बढाइदिएको छ वर्कआउटको त पहिलेदेखि बढेकै छ अब खानामा पनि अब बढी त्यो ओइली कम र फ्याटलेस अलमोस्ट फ्याटलेस त हुन्न कार्बहरू प्रोटिन इन्टेकहरू यिनीहरू म्यानेज गरिरहेको छु अब हल्का फोकस गरिरहेको छु पहिला जस्तो अलि केयरलेस गरिरहेको छैन अब हजुरले यो मन्थ कि नेक्स्ट मन्थ यो मन्थ आज कति हो आई डोन्ट नो सो हजुरले नेक्स्ट मन्थसँग भिजिबल डिटेल हेर्न सक्नुहुन्छ होला अलमोस्ट 2-3 विक लाग्छ 2-3 विकमा हजुरले नोटिस गर्नुहुन्छ कि मेरो शरीरमा फ्याटको मात्रा घटिरहेछ मैले अनि घर गएर एक्स्ट्रा त्यो 1 घन्टाको वाक पनि गरिरहेको छु खानासाना खाएर अनि 1 घन्टाको वाक गरिरहेको छु सो यो आउनु पऱ्यो त यो नै राम्रो भएन नि त कहाँ मजा आउँछ त सो सी यू टुमारो गाइज अनि यो भिडियो चाहिँ बिहान जानेछ सो हजुरलाई विश यू हेभ अ नाइस डे एन्ड गुड मर्निङ सी यू सुन एन्ड बाई बाई